नमस्ते सबैजनालाई अनि फेरि पनि स्वागत छ हाम्रो भिडियोमा। अनि फेरि पनि आज चाहिँ हामी उपस्थित भइसकेका छौँ यहाँ यति धेरै खानेकुरा लिएर। अनि मेरो साथमा पहिले खानाको लागि चाहिँ हुनुहुन्छ मेरी नन्द बहिनी र मेरी बहिनी। अनि हामी चाहिँ आज खाँदैछौँ के यहाँ अर्ग्यानिक यस्तो गरौँ न देखाउनु सबैजनाले। अर्ग्यानिक खानेकुरा के अरे यो चाहिँ च्याख्ला भात अनि सुँगुरको मासु अनि रायोको साग हैन रायो हो यो सानो अनि यहाँ छ फिस पनि छ, फिस करी पनि छ, दाल पनि छ, अचार पनि छ अनि पानी पनि भइहाल्यो हैन। अनि ल त्यही हो हामी चाहिँ अब खानेछौँ। हजुरहरू चाहिँ हामीले खाएको हेरेर इन्जोय गरिदिनु होला। अनि सबैजनाले लाइक कमेन्ट सेयर अनि सब्स्क्राइब गरिदिनु होला। ल खामै त पानीबाट सुरु जाडो महिनामा हामी चाहिँ टक्क लगाएर होइन यस्तै खानेकुरा खाऊँ भन्ने सल्लाह भयो, त्यही भएर त्यो भयो। फर्स्ट बाइट हजुरहरूको लागि, तर मैले खाएँ फेरि भन्नु न खाएँ ल। यो सबै कुरा धेरै टाढोबाट आएको सामानहरू हो नि, थाहा छ नि। यो मकै च्याख्ला चाहिँ हामीले घरबाट लिएर आएको गाउँबाट। अनि यो साग र मासु आज आएको उता उदयपुर गाईघाटबाट मैले पठाइदिनु भएको। दाल माछा चाहिँ यहाँकै हो। सुँगुरको मासु र माछा खाँदा फाइट पर्यो भने पेटमा गएर कस्तो मिठो राजु समालको साउन्डमा टुङ 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 घुस गर्दै उसकाले भुल कराउँदैन फेरि पादे मम्मी भन्नु। तिमीलाई भोक लाग्यो भन्छ भुडी भुडी कराउँदा त्यो पनि थियो साथी सानो भुटेको पनि थियो। हजुर ए यहाँ पनि थियो हाम्रो बिर्सेछौँ अघि नै होइन। यो चाहिँ मैले फ्राई गरेको निकालेको थिएँ भुटुवा सुँगुरको खानु होला। फिस यता दिन्छ उता राख्नु त बेहुरा पेट पोल्छ हजुरले खायो भने। माछा चाहिँ खतरा भएको रहेछ नि। माछा मासु राख्दै खाँदैन होला म चाहिँ भइसक्यो हातै दुख्यो भने यसो हात गली के अग्लो सु भेटाइहाल्छु नि। जाडोमा त जेहा पनि मिठो हुन्छ, तर मलाई चाहिँ लाग्छ।
पर भयो क्या म त तल काम छोडिदिनु यहाँ तल मासु र मासु त सँगै खानु हुँदैन भन्छ होइन हो र किन सुन्नु चाहिँ सुनेको तर किन थाहा छैन मासु र च्याउ माछा मासुसँग नखानु भन्छ त भएर फुड पोइजन भएर तिनैजना भोलि कोरियन खानातिर च्याउ मासु छ मिक्सरै हुन्छ अन्डा सन्डा अनि त्यो त पहिले पनि हामी बर्थडेतिर नि बनाउँछौँ भन्छ अहिले माछा होइन तर माछा धेरै चाहिँ खानुहुन्न जस्तो डाइरिया आउँछ नि एकचोटि माछाले झन् सिक्यो खा साथीहरूको बर्थडेमा सबैको छ आजभरि करेन्टको तल मात्र भन्नुपर्छ पिरो तपाईँलाई पहिला त तपाईँ खानुहुन्न त करेन्ट छैन करेन्ट त आजभोलि त्यति धेरै लाग्दैन कति धेरै मन लाग्छ क्या अघि पनि दिउँसो पनि करेन्ट त खाउँ लाग्थ्यो कति खाने मऱ्यो भने त मान्छे भनेर नखाएको करेन्टको लत लागेपछि त्यस्तै हो मैले सुरुमा त लग्जिरो चाहिँ तपाईँले त्यो हाफ फ्राई खान सिकाएर क्या उसकाले पनि 3-4 खान्छ हौ त्यो हाफ बोइल कस्तो मिठो हुन्छ करेन्टसँग म नि बनाएर त्यहीसँग खान्छु त्यहीसँग बानी भएर क्या 000 टेस्टै छुट्टै आउँछ होइन पनि लाग्दैन खाना कति धेरै पसिरहेको नेटै छैन नेटै छैन नेट स्लो छ आजकल चल्दैन नेटै फेरि एक्लै हुँदा त्यस्तो खानु मन लाग्दैन कि खानेकुराहरू त्यही भएर पनि हामीलाई करेन्ट आउँदैन मलाई त्यस्तो नलाग्यो म एक्लै कहिले केही कुरा खानु मान्छे भयो भने मात्रै खानु मन लाग्छ काँडा माछाको धेरै डरै लाग्छ कसलाई बस्ती बोल्दाखेरि काँडा छिर्यो त्यो गौठानमा अस्ति नै पकाउने माछा खाएको रे अनि खोइ के भनेर बोलेको सत्ता छिरेर घाँटीमा अड्केको भनेको त उहाँको पकेकै भने त्यो सम्झ्यो क्या सत्ता छिरेर क्या घाँटीमा गएर अड्केको प्रायः त खानै बिर्सेछु त आसेपछि त्यो निस्किँदैन मलाई यसो माछा त्यो मासुको हड्डी जर्काएर थाहा छैन होइन भरे घरमा अड्कायो भने त केही फरक पर्दैन पाहुना गएकोमा हुन्छ नि फेरि अनि त्यसरी म त माछै खान्नाको बाउलाई झन् पिरोले सर्किने बाँधिन्छ सानोदेखि म त माछै खाँदिनँ भन्ने हो नि आज कसरी पाउनु मलाई हुनु पाउन त अनि अब कुनै ठाउँ त पर्छ नि त तर हामी जस्तो लाज लाग्ने ठाउँमा त गएको छैन नि पाउन
लडाउनु पर्ने मान्छे त कोही छैन जस्तो लाग्छ हुन्छ थोरै बनाइसी क्या के गर्दा मिठो छ तर बनाएर अहिले धेरै खाएको होला बाटो कति समस्या रहेछ नि मासु मलाई चाहिँ नबन्नु भने छोडेको राम्रो देखिँदैन अरे क्या सिनिक्कै हो सिनिक्कै त घर पो बढाएको सिनिक्कै पारेर सिनिक्कै भनेको सफा सनक्कै त रिसाउनु पो त झनक्क सनक्को पनि त होइन नसन के भन्दैन म सन्किँदैन हुँदैन मैले सानो चोले साथी खाएन तपाईँ म हत्तपत्त रिसाउन रिसायो भने तर आजसम्म साथ देखेको छैन मैले म रिसाउँदिनँ खुसीनु खुसीनु खुसी पनि देख्नु भएको तर हामी पनि त्यत्रो सानोदेखि सँगै बसेको मलाई एकचोटि पनि थाहा छैन कि यस्तो यिनीहरू पनि मसँग मुख लागेको होइन मैले कुटिनँ है तिमीलाई मैले कुटेको थाहा छैन कराउँछ कराउँथेँ यो चाहिँ फिनिस भयो तर यति मासु चाहिँ उयो खाइसक्दैन म मासु उयो खान त्यो पानी पुगेन त्यो पानी गएन मेरो खानु किन पानी नखाने त म त भात सँगै पानी खानु भात म त त्यस्तो पानी खाँदिनँ खाना खाइसकेपछि खानासँग पनि खाँदिनँ खानापिना पनि तिमीले जाडोको महिनामा एकदम धेरै पानी उयो लाग्ने क्या दुःख लाग्ने मलाई चाहिँ खलास भयो तेरो भात खाएँ आज यति मात्र वेट थाल्थेँ मासु पनि साग चाहिँ खाइसकेँ सबै हात चाटेको चाहिँ नराखै भने मलाई चाट्छ एउटा बिचमै के हुन्छ त आफ्नो भात त हो नि अरूको भात चाटे हो र म चाहिँ रौँ भागहरू नखाएको मैले त निकालेँ सबै छाला चाहिँ निकालेँ मैले चाहिँ खाइनँ यिनीहरू अघिबाटै खाएँ कि दुइटा छाला अनि मासु मलाई त छालै मनपर्छ नि त मलाई पनि छाला त मनपर्छ तर यसको अलिक धेरै रह्यो रहेछ भयो सो साथीहरू यति नै थियो भिडियो चाहिँ यही खानको लागि भिडियो चाहिँ बनायौँ होइन भिडियो बनाएर खाना पनि खाइसक्यौँ एक एक थाल त्यही हो अन्तिमसम्म हेरिदिनु भयो होला फुल वाच गरिदिनु भयो होला धेरै धेरै धन्यवाद प्लिज लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब पनि बाई बाई